परबाट निला बा हो कलङ्कीसम्म जानलाई फेरि 200 रुपियाँ लाग्छ नि फेरि 200 होइन 500 रुपियाँ तिमीलाई तिमीलाई के पता असली हैन तिमीले त हो त हो बनाउनु पर्यो भयो हो रजिना के छ खबर ठिक छ ल अब ड्युटी जान सुरु भयो टिप पनि पाइयो 500 रुपियाँ आउनु भयो मलाई अब आधी ट्याङ्की तेल आउनु भयो होइन दिदी 500 रुपियाँ त्यो त्यही दिन है कति भाकी मान्यो नि म नै भाकी माने नि 500 रुपियाँ पाउनु भयो मैले किनकि घरबाट बाहिर निस्किने बित्तिकै पठाउ भइहाल्ने मैले यस्तो लक्की मान्छे को होला यस्तो लक्की दिन मान्छे को होला दिनमा यसरी बिहानै घर छेउबाटै पठाउ इन्ड्राइभ पाउनु मलाई त सौभाग्यको कुरा हो नि यो त पानी पर्यो बिहान पानी त रह्यो अब कतिखेर फेरि पानी पर्ने हो ल्याङ्गोर छ मलाई त टाढा छ त यहाँ कतै एउटा 2 किलोमिटर कि 3 किलोमिटर छ ल ल ल 500 रुपियाँ खातामा लिएर आउनु ल ए ल चोक पर राइट जानु पर्ने हुन्छ अनि यता जान्छु एकदम हिँड्नलाई सजिलो कि कसैले अब प्रेसर पनि पर्दैन हतार पनि हुँदैन आफूले चाहिँ प्रिपेयर भएर हिँड्यो भने चाहिँ सजिलो हुन्छ कि अब कतिजनाले मान्छे अब घरबाट निस्किने बेला ढिलो निस्किदिन्छ अनि बाटोमा अलि हतार हुन्छ कि उसको हतारमा भने उसले गाडी पुरा बाइक पुरा जिज्याक गरेर निकाल्छ होइन पानी परेको बेलामा अरू बेलामा पनि अब सबैभन्दा धेरै हामीले ख्याल गर्नुपर्ने भनेको पानी परेको बेलामा चाहिँ बाटो चिप्लिरहेको हुन्छ चिप्लो हुन्छ बाटो अनि हामी स्पिड चलाउँदाखेरि चाहिँ अब पाङ्ग्रोले स्लिप खान्छ स्लिप खाएपछि हामी लडेपछि अब कता लड्छ अब डाँडा पाखातिरबाट चलाइरहेको छ भने तल खोल्सामा पुग्छ हरिहालेको अनि गाह्रो छ र बिस्तारै नै चलायो भने चाहिँ सकिन्छ सजिलो त्यही भएर हामी चाहिँ ट्राफिकमाहरूले पनि 50 को स्पिड राख्नुपर्छ सिटीभित्र किनकि अब सिटीको मान्छे जेनेरेसनको बाटो क्रस गरिरहेको हुन्छ अरू बाइकहरू पनि अब घुमिरहेको हुन्छ अब सिटीभित्र पनि हाइवेमा पनि अलिकति चाहिँ 60 को लिमिट हालेको छ अहिले किनकि अब हाइवे बाटो पनि अब समित बनेको बाटो हो हाइवे पनि अब धेरै गाह्रो हुन्छ हिँड्नलाई पनि पहिरो आउँछ 60 को भनेको सबसे बेस्ट हो र काठमाडौँभित्र 50
भित्र 50 को छ 50 किलोमिटरमा हिँड्यो भने घर पुग्यो र 50 भन्दा माथिको सुरु भयो भने भन्न सकिन्न हिजो पुग्यो अब त्यो पुगिन्छ अथवा गरे भन्न सकिन्न भन्ने एउटा उठान छ त्यस्तै हुन्छ अनि आज चाहिँ मौसम दामी भएको छ पानी परेर थियो अनि हामीले पुग्नु पर्ने हुन्छ है मलाई चाहिँ अब आधे घन्टामा पुग्नुपर्छ पुरा छ र आधे घन्टा पुगिन्छु डाइरेक्ट गाउँमा भन्दाखेरि म एयरपोर्टमा जानुपर्ने हुन्छ एयरपोर्टमा ड्रप गरेर अनि फर्किन्छु पानी पऱ्यो त्यही हो बर्खामा बर्खा लाग्यो यस्तो छ आज शनिबारको दिन पानी पनि परियो एकदम मौसम दामी भएर घाम पनि लागेर र हामी यहाँबाट जाँदैछु र हामी चाहिँ एकान्त मुना पुग्छौँ अब यता चिनिहाल्नुहुन्छ होला अनि यहाँबाट चाहिँ बाटो बाटो जान्छु है त दामी बाटो छ अनि यहाँबाट यता जाने दामी बनाएको यो बाटो त दामी छ है एउटा पुरा पार्क गरी यो जाने थियो पार्क छ यो पार्क चाहिँ दामी छ अनि हामी यहाँबाट चाहिँ यता मोड्नु पनि हुँदैन हामी यता मोडेपछि फेरि हामी यता मोड्छु आज चाहिँ गाडी लिएर जानुपर्ने हुन्छ म चाहिँ अनि लगेज चाल्दैछु लगेज चाल्छु अनि निस्किन्छु लगेज पनि हालियो है त गाडी चलाउनु पर्ने हुन्छ अनि निस्किन्छु गाडी फाइनली हामी चाहिँ एयरपोर्ट आइसक्यो अनि एयरपोर्ट चाहिँ अहिले गाडी राखिरहेको छ बाहिर चाहिँ आज के भयो हो थाहा छैन किन अरू नम्बर प्लेटको गाडीहरू चाहिँ बाहिर राखिरहेको छु अनि हामी अहिले चाहिँ गेट रुम छ अब गेट इन्ट्री गरौँ यो चाहिँ हाम्रो त्रिभुवन इन्टरनेसनलको एयरपोर्टको गेट हो अनि यहाँबाट चाहिँ हामी भित्र छिर्छु अनि भित्र यस्तो छ हाम्रो एयरपोर्ट चाहिँ यहाँबाट हामी छिर्छु अनि छिर्दैछु अनि
एयरपोर्टभित्र चाहिँ अलिअलि जाम रहेछ आज चाहिँ। अनि यो चाहिँ हाम्रो एयरपोर्टभित्र यहाँबाट चाहिँ मेन सुरु हुन्छ एयरपोर्ट चाहिँ। अनि राइट गयो भने इन्टरनेसनल, लेफ्ट गयो भने डोमेस्टिक। हामी चाहिँ डोमेस्टिक एयरपोर्टमा जाँदैछु। भित्र अलि चाहिँ हरियाली बनाएको छ, हराभरा बनाएको छ एयरपोर्ट चाहिँ। अहिले त दामी भन्न छ त एयरपोर्ट त। हाम्रो इन्टरनेसनल र डोमेस्टिक एकै ठाउँमा छ तर छुट्टै छुट्टै छ। फाइनली म चाहिँ निस्केँ है यहाँबाट चाहिँ, एयरपोर्टमा छु। अब यहाँबाट चाहिँ निस्किँदैछु म बाहिर चाहिँ। अनि आज चाहिँ मौसम राम्रो छ। अनि आज आकाशमा चाहिँ बादल छ, घाम चाहिँ देखिएको छैन, घामलाई चाहिँ बादलले छोपेको छ। अनि अब हामी निस्किन्छौँ म चाहिँ। अनि हाम्रो एयरपोर्टको चाहिँ हाम्रो यस्तो छ। अनि यहाँबाट चाहिँ हामी लेफ्ट निस्किनु पर्ने हुन्छ। अनि लेफ्टपछि अनि अब फेरि यता गोलो घुमेर हामी जानुपर्ने हुन्छ। अनि सधैँ नै अब एयरपोर्ट बिहान बिहान अलि खाली खाली नै हुन्छ, खासै त्यति भिड हुँदैन। अनि बेलुका चाहिँ धेरै नै भिड हुन्छ एयरपोर्टमा चाहिँ। हाम्रो नेपालबाट बाहिरिने धेरैको सङ्ख्या हुन्छ बेलुका चाहिँ, बिहान चाहिँ अलिक कम हुन्छ। बिहान पनि यति नै छ हेर्नु त। अनि म यहाँबाट निस्किन्छु, बाहिर निस्किन्छु। यहाँबाट चाहिँ हामी सिट लेखेको छ। अनि उहाँहरूलाई चाहिँ पहिला जान दिन्छु अनि म निस्किन्छु। तल निस्किँदैछु। अघि म यहीँबाट छिरेको, अनि दाहिने गाउँ यहाँबाट फेरि तल छिरे फेरि म देब्रे जानुपर्ने हुन्छ। अनि देब्रे गएपछि अनि आफ्नो ठाउँमा जान्छु। पहिला म गाडी राख्नुपर्ने हुन्छ, गाडी राखेर अनि घर निस्किन्छु है त। अनि आज हाम्रो गेटमा चाहिँ अनि वेलकम टु नेपाल लेख्नु भएको छ है। अनि बाहिर म चाहिँ मेन रोडमा आइसकेँ। यहाँबाट लेफ्ट जानुपर्ने हुन्छ। अनि लेफ्ट गएपछि हामी सिधै निस्किन्छु। हाम्रो अझै पनि गाडी नै रहेछ, अझै पुरा मिलाएर राखेको छ है गाडी चाहिँ। के भयो आज चाहिँ थाहा छैन मलाई चाहिँ। अनि सबै गाडी चाहिँ पुरा यसरी राखेको छ है, ट्याक्सीहरू चाहिँ। अनि यता चाहिँ बसहरू राखेर चाहिँ कोटेश्वरमा चाहिँ। अनि कति लामो रहेछ है, पर चोकदेखि नै यहाँसम्मको छ। कति लामो राख्यो हो उनीहरूले बसहरू चाहिँ, के भएको हो आज त्यो सोमा थाहा छैन। अनि बसै बसेर त कहाँ यहाँसम्म आइसक्यो म, डाँडोसम्म। तै पनि बसको लाइनै छ अझै, कतिखेर सकिन्छ थाहा छैन बसको लाइन चाहिँ। कति लामो छ हेर्नु त बसको लाइन। यता मान्छे पनि यता थुप्रै छ। यो चाहिँ ग्वारकोको चाहिँ ओभरपास हो अनि बन्दैछ, अब अन्तिम चरणमै छ। अब छिट्टै माथिबाट चाहिँ गाडी चलाउन पाइन्छ होला मैले भने अर्थात्। अनि हामी सबै ड्राइभरहरूले चाहिँ अब सिधा रिङ रोडमा निस्किने बसहरूले पनि निस्किनु पाइन्छ होला माथिबाट चाहिँ। अब कहिले हुन्छ थाहा छैन। अहिले चाहिँ म चाहिँ आइसक्यो है, यो त ओभरपास नेपालको पहिलोचोटि। अनि बत्तीहरू लाइटहरू चाहिँ लगाउन लागेको छ यहाँ चाहिँ। चाहिँ एउटा माथि जानेलाई तल जानलाई पनि एउटा बत्ती कन्ट्रोल गर्नलाई चाहिँ राखिन्छ होला। माथि चाहिँ डन्डी राखिएको रहेछ। यस्तो छ आजको मेरो ड्युटी। अलि घाम लाग्ला जस्तो छ, तै पनि आकाशमा बादल छ। बिहान चाहिँ पानी पऱ्यो, पानी चाहिँ रोकियो। अनि ठाउँ चाहिँ यस्तो देखिरहेको छ। अनि हेर्नु होला है त, यस्तो देखिरहेछ। अनि हरियाली छ है, बर्खा लागेको छ, पानी परिरहेको छ, चारैतिर हरियाली छ। आजको दिन त मेरो त यसरी बित्दैछ। अनि आज चाहिँ लगभग मेरो ड्युटी सकिने लाग्यो। यहाँबाट अब सकिन्छ होला सायद मेरो ड्युटी चाहिँ। यहाँबाट चाहिँ ड्युटी सकेर अनि घरको लागि निस्किन्छु है त म। कस्तो हुन्छ
तपाईँलाई देखाउँदै जानेछु र आजको ड्युटी पनि अब लगभग मेरो लास्ट नै होला अनि यहाँबाट जाँदै जानुपर्ने हुन्छ अघि भर्खर गएको म चाहिँ यहाँबाट अहिले आयो हामी चाहिँ इन्ट्री गर्छु यहाँ चाहिँ अनि यहाँबाट चाहिँ म लेफ्ट जानु पर्ने हुन्छ सिधा जान दिँदैन नो इन्ट्री छ अनि सिधा जान मिल्दैन अनि अब लेफ्ट जानु पर्ने हुन्छ हामी लेफ्ट निस्किन्छु अनि लेफ्टको पछि फेरि राइट मोड्नु पर्ने हुन्छ अनि राइट मोड्यो अनि सिधा जान्छु अनि राम्रो छ आज एकदम सफा भएको छ काम लागिरहेको छ बाहिर चाहिँ अनि यहाँबाट राइट साइडमा चाहिँ पार्कहरू छ कस्तो राम्रो पार्कहरू छ बच्चाहरूलाई खेल्ने ठाउँ पनि छ अनि मजाले बसेर कुराकानी गर्ने ठाउँ हुन्छ मजाले आराम गर्ने ठाउँहरू पनि बनाएको छ यहाँ चाहिँ अनि यहाँबाट हामी फेरि राइट जानुपर्ने हुन्छ अनि यहाँबाट गाडी राख्छु अनि म निस्किन्छु यता यहाँबाट फेरि यता जानुपर्ने हुन्छ हामी यता जान्छु अनि ट्रकका अगाडि आएर रोकिन्छु गाडी पार्क गर्छु अनि निस्किन्छु है त फाइनली म चाहिँ निस्किएँ त गाडी राखेँ मैले अनि अब घरको लागि निस्किनु पर्ने अनि पहिला चाहिँ म एक ठाउँमा जान्छु अनि त्यसपछि म घरको लागि निस्किन्छु एक ठाउँ जानुपर्ने काम छ मेरो अनि त्यहाँ जान्छु अनि घरतिरको लागि चाहिँ सोचिन्छु है त आज ड्युटी सक्यो मेरो अनि म फर्किँदैछु